दर्शकवृन्द नमस्कार, स्वागत छ कार्यक्रम विकल्पमा। सपोर्ट नेपालको प्रस्तुति कार्यक्रम विकल्प हिमालय टेलिभिजनमा प्रत्येक बुधबार बेलुका 9:05 मा यहाँहरूले हेर्दै आइरहनु भएको छ। कार्यक्रम विकल्पमा हामीले अल्पसंख्यक समुदायको सवाल, सङ्घर्ष र उपलब्धिहरूलाई समेट्ने गर्दछौँ। दर्शकवृन्द, आजको कार्यक्रम हामीले अपाङ्गता भएका व्यक्तिहरूसँग केन्द्रित रहेर निर्माण गरेका छौँ। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी परिभाषित गर्दछ, उनीहरूको हक अधिकार संरक्षण गर्नका लागि के कस्ता प्रयासहरू भएका छन्। कार्यक्रम विकल्पमा एक रिपोर्ट। शरीरको अन्य अङ्ग सरह कुनै एक अङ्ग चल्न नसक्नुलाई अपाङ्गता भएको भनिन्छ। अपाङ्ग शब्दले शरीरको कुनै अङ्ग गुमेको वा कुनै भागमा विकृति भएको भन्ने बुझ्न सकिन्छ। शरीरको कुन भाग र अङ्गमा विकृति भएको हो, त्यसले व्यक्तिमा कसरी प्रतिकूल प्रभाव पारेको छ, यसकै आधारमा विभिन्न सङ्घ संस्थाहरूले अपाङ्गको परिभाषा गर्ने गरेको पाइन्छ। हालसम्म अपाङ्गको ठोस परिभाषा पाइँदैन। नेपाली बृहत शब्दकोशमा अपाङ्ग भन्नाले अङ्गभङ्ग भएको, शरीरको कुनै भाग विकृत भएको, हातगोडा आदि भाँचिएको वा नाक कान र आँखा विकृत भएको, विकलाङ्ग भएको परिभाषित गरिएको छ। त्यस्तै अपाङ्ग संरक्षण तथा कल्याण ऐन 2039ले अपाङ्ग भन्नाले सामान्य दैनिक कार्य गर्न शारीरिक वा मानसिक तवरले असमर्थ भएको नेपाली नागरिकलाई जनाउँछ। यसमा कानु, अन्धो, बहिरो, लाटो, लठेप्रो, लुलो, कन्जो, लङ्गडो, खोरन्डो, कुण्डो या सुस्त मनस्थिति भएको व्यक्तिहरू पर्दछन्। अपाङ्गता भन्ने कुरा जुनसुकै बेला जसलाई पनि हुन सक्छ। यसले उमेर, लिङ्ग, जात, वर्ग, धर्म, पेसा तथा हिमालमा बस्ने, पहाडमा बस्ने, तराईमा बस्ने, युरोपमा बस्ने आदि केही पनि भन्दैन। जति बेला पनि व्यक्तिमा अपाङ्गता आउन सक्छ। विश्वको वैज्ञानिक चमत्कार र प्रविधिको विकास सँगसँगै व्यक्तिहरूमा अपाङ्गता हुने क्रम बढ्दो छ। तसर्थ यसतर्फ सबैले ध्यान दिनु जरुरी छ। नेपाल सरकारले विक्रम सम्वत 2063 साल भाद्र 2 गते राजपत्रमा सूचना प्रकाशित गरी अपाङ्गताको परिभाषा र वर्गीकरण गरेको छ, जसअनुसार शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या, कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सिर्जना भएको र संसार समेतको अवरोधले दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवन यापन गर्न कठिन हुने अवस्था अपाङ्गता हो। त्यस्तै अपाङ्गतालाई नेपाल सरकारले 7 प्रकारमा वर्गीकरण गरेको छ। 1 नम्बर शारीरिक अपाङ्गता, 2 नम्बर दृष्टि सम्बन्धी अपाङ्गता, दृष्टिविहीनता र न्यून दृष्टियुक्त, 3 नम्बर सुनाइ सम्बन्धी अपाङ्गता, बहिरा सुस्त श्रवण, 4 नम्बर श्रवण दृष्टिविहीन अपाङ्गता, 5 नम्बर स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, 6 नम्बर मानसिक अपाङ्गता, 7 नम्बर बहु अपाङ्गता। यसको साथै नेपाल सरकारले अपाङ्गताको सधनताका आधारमा अपाङ्गता भएका व्यक्तिहरूलाई 4 वर्गमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराएको छ, जसमा पूर्ण अशक्त अपाङ्गता व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्ण रूपमा श्रवण दृष्टिविहीन व्यक्तिहरू तथा आफै हलचल गर्न नसक्ने गरी पूर्ण रूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई क वर्गको अपाङ्गताको परिचय पत्र वितरण गरिएको छ। अति अशक्त अपाङ्गता निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू
पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांसपेशी विचलन भई वा मस्तिष्क पक्षघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी व्हीलचेयर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरा मुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिको अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैशाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफै गर्न सक्ने तर सिकाइका समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनु पर्ने बहुअपाङ्गता भएको व्यक्तिको रूपमा नीलो रङमा स्पष्ट पहिचान हुने गरी ख वर्गको यो अपाङ्गताको परिचय पत्र उपलब्ध गराइएको छ। मध्यम अपाङ्गता कृत्रिम अङ्गहरूको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफै गर्न सक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपले हिँडडुल गर्न सक्ने शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केला भन्दा मुनिका कम्तीमा बुढी औँला वा चोरी औँला नभएका तथा कुर्कुचा भन्दा मुनिको भाग नभएका, मेरुदण्ड समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिलो भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवण यन्त्रको प्रयोगबाट मात्र सुन्न सक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वर यन्त्र झिकी घाँटीको नालीबाट मात्र बोल्न सक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, 3 फिट मुनिका पुडका व्यक्तिहरू, चस्मा र श्रवण यन्त्र दुवै प्रयोग गर्ने श्रवण दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू समूह ग का अपाङ्गता वर्गमा पर्दछन्। सामान्य अपाङ्गता शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठुलो अक्षर पढ्न सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केला मुनिका कम्तीमा बुढी औँला र चोरी औँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवण यन्त्र लगाई वा नलगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरण शक्ति ज्यादै कम भई सिकाइ गर्न कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू घ वर्गमा पर्दछन्। यसरी विभिन्न प्रकारका कार्ड प्राप्त गर्नुको साथै अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक भत्ताको व्यवस्था पनि गरिएको छ। सबै पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक रु 1000 र आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई मासिक रु 300 उपलब्ध गराउँदै आएको छ। अन्तर्राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सवाल 1960 को दशक यताबाट मात्र उठ्न थालेको हो। यी व्यक्तिहरूको विकास र सशक्तिकरणका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सञ्जालहरूबाट सन् 1960 देखि सन् 2000 सम्म विभिन्न घोषणापत्रहरू पारित भए, तर ती सबै घोषणापत्रहरूले उल्लेखनीय योगदान पुर्याउन सकेनन्। यसको मुख्य कारण सबै दस्तावेजहरू कानुनी रूपमा बाध्यात्मक हुन सकेनन्। नेपालको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र संरक्षणका प्रयासको थालनी भएको करिब 5 दशक भइसकेको छ। कानुनी रूपमा नै यस्ता व्यक्तिहरूको सवाललाई सम्बोधन भने अपाङ्ग संरक्षण तथा कल्याण ऐन 2039 पारित भएपछि सुरु भएको हो। विक्रम सम्वत 2046 सालपछि बिस्तारै अपाङ्गता भएका व्यक्तिहरूले सङ्गठित भई सङ्घ संस्था स्थापना गरी देशभरि अधिकारको वकालत गर्न थाले। सुरुका दिनमा अपाङ्गता क्षेत्रमा सरकारी भन्दा पनि गैर सरकारी क्षेत्रको योगदान बढी भएको पाइन्छ। पछिल्ला दिनहरूमा भने शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमहरूमा नेपाल सरकारको पनि उल्लेखनीय योगदान रहँदै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न घोषणापत्रहरू, प्रतिबद्धताहरू पारित नभएका भने होइनन्, तर अन्तर्राष्ट्रिय स्तरबाट भएका प्रतिबद्धताहरू
बाध्यात्मक नहुँदा कार्यान्वयन र अनुगमनमा पनि समस्या आई अपाङ्गता भएका व्यक्तिहरूको अपेक्षित सशक्तिकरण हुन सकेको छैन। यस किसिमको अवस्थालाई हटाउन संसारभरिका अपाङ्गता भएका व्यक्ति र सरकारवालाहरूको व्यापक दबावको कारणले गर्दा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि 2006 संयुक्त राष्ट्र सङ्घबाट पारित भई लागू भइसकेको छ। यस महासन्धिले नयाँ अधिकार दिनुभन्दा पनि भएका अधिकारलाई बाध्यात्मक बनाउन सहजीकरणको भूमिका खेल्दछ। यसमा 50 वटा इच्छाधीन आलेखमा 18 वटा धाराहरू रहेका छन्। यस महासन्धिको मुख्य उद्देश्य अपाङ्गता भएका सबै व्यक्तिहरूद्वारा हुने सम्पूर्ण मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरूको पूर्ण र समान उपभोग, प्रवर्धन, संरक्षण एवं सुनिश्चित गर्नु तथा उनीहरूको नैसर्गिक मर्यादाको सम्मान प्रवर्धन गर्नु हो। शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रममा नेपाल सरकारबाट विशेष सहुलियत पाए तापनि यसको कार्यान्वयनको अभाव रहँदै आएको छ। अपाङ्गताको विकासका सबै काम र सवाललाई राज्यले जिम्मेवारी लिनुपर्छ भन्ने आवाज उठिरहेको छ। जनआन्दोलन 62-63 मा अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता भएको थियो, तर संविधान सभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई व्यवस्था गरिएको पाइयो, जसको फलस्वरूप अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकार र सहभागिताको रक्षार्थ सडक आन्दोलनदेखि आमरण अनसनसम्म बसे। अझै पनि अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई राज्यले पूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ। जबसम्म कुनै पनि राष्ट्रमा कानुनी राज्यको सिद्धान्त अनुसार नागरिक हक अधिकारको प्रत्याभूति गरी भेदभाव बिना समान अधिकार प्राप्तिको सुनिश्चितता गरिँदैन, तबसम्म सो राष्ट्रले समुन्नत समाजको निर्माण गर्न सक्दैन। अझ अपाङ्गता भएका व्यक्तिहरूको सवालमा त घर परिवार, राज्य, सरकार, नागरिक समाज, विभिन्न सङ्घ संस्था आदिले उल्लेखनीय भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको छ।